हेलो साथीहरू, आज हामी बाबालाई लगेर नुवाकोट जाँदैछौँ। बाबा बुटोल आउनुभएको थियो 2-3 दिनको लागि हल्का बिरामी भएर चेकअप गर्न, अनि फ्रेस हुन्छ जाम भनेर हामी आधी फ्यामिली हिँडेका छौँ। आधी फ्यामिली आउनु भएन, हामी मामा छेमा अङ्कलहरू नानीहरू भएर मात्र आयौँ। अनि शाम भइसकेको थियो, 5 बजिसकेको थियो। अनि खुल्छ कि खुल्दैन भनेर अनि हामी त्यही पनि जाम भनेर आयौँ। फाइनली छिटो टिकट काटेर 1 घन्टाको टाइम रहेछ, अनि 1 घन्टामा फर्कनुहुन्छ भने जानु भनेर हामी 1 घन्टा पनि हुन्छ जाम भनेर अनि हिँड्यौँ। अनि छिटो भिडियो बनाएको छु, भिडियो गर्न राम्रोसँग पाएन। अनि बाबालाई ल छिटो भन्दै बाबा नानीहरूलाई छिटो भनेर अनि बस्न पठायो। लगभग 1 घन्टा ल छिटो गर्छ फर्कने भनेर बस्न पनि हामीलाई त कति हतार भयो भने लगभग माथि आएपछि अलि मन शान्ति भयो। सिनहरू हेर्दै आउँदा बाबा पनि खुसी हुनुभएको, छोरी नातिनीहरूसित बसेर यो सिन हेर्नु छेमालाई हेर्न पठाएँ। लगभग हामी आइपुग्यौँ, आएर अनि एकैछिन वेट गऱ्यौँ। पछाडि अङ्कल र मामा हुनुहुन्थ्यो, फाइनली आउनुभयो अङ्कल र मामा पनि हाँस्दै आउनुभयो। अहिले पालि मामालाई डर लागेन अरे, पहिला पालि डर लागेको थियो भन्नुभएको थियो। अनि ल हामी माथितिर जाम भनेर हिँड्यौँ, त्यहीसम्म मात्र हामी हिँडेको। माथि भ्यू टावरतिर जान सकेनौँ, टाइम थिएन, 1 घन्टा मात्र थियो। अनि यहाँ पनि अहिले नयाँ के बनाउँदै रहेछ, कम्प्लिट भएन, यहाँदेखि हेर्न सक्नुहुन्छ बुटोलको सिन। अनि हामी फर्कि पनि सक्यौँ, फर्किँदाखेरि हल्का सेल्फी तान्नै पऱ्यो। अनि लगभग हामी 6 बज्न लागेको थियो, 1 घन्टा मात्र पुग्यौँ। अनि हल्का भिडियो गराउँदै झऱ्यौँ। ल फाइनली हामी साँझ भइसकेको थियो, त्यही भएर सिनहरू पनि राम्रोसँग देखेको छैन। हरे कृष्ण, भगवान्जी रक्षा गर्नुहोस्। ल हामीले अनि